आज चाहिँ 30 डे क्याफे अनको डे 1 थियो र हामीहरू केटिएममा भएका डिफ्रेन्ट क्याफेजहरूमा गएर मार्केटिङ अवेरनेस अनि मार्केटिङ कसरी गरिरहनु भएको छ त्यो बुझ्नलाई हामी गएका थियौँ। नाउ कम विथ मी एन्ड लिसन वाट क्याफे अनर्सहरूलाई के भन्नु छ यो बारेमा। फर्स्ट टाइम हजुरले यो क्याफे खोलेको चाहिँ फर्स्ट कस्टमरहरू चाहिँ हजुरले कसरी पाउनुभयो? फर्स्ट कसरी पाउनुभयो भन्दा नि अब यो एरियामा चाहिँ अब त्यतिखेर चाहिँ याद छैन तर यो टुरिस्ट एरिया अब टुरिस्ट एरिया भएर पनि अब कस्टमरहरू चाहिँ अब कता कताबाट आउनु भएको थियो, ग्रुपमै आउनु भएको थियो, फ्यामिली टाइपको ग्रुपमै आउनु भएको थियो सुरुमा चाहिँ। हजुर। अनि त्यसपछि हजुरको क्याफेमा चाहिँ टिकटक, फेसबुक, इन्स्टाग्राममध्ये यो तीनवटामध्ये चाहिँ कुन प्लेटफर्मबाट चाहिँ धेरै कस्टमरहरू आइरहेको? मलाई चाहिँ जस्तो के लाग्छ अहिले टिकटकबाट। टिकटक मतलब कमेन्ट गर्नुहुन्छ, विभिन्न मेसेज गर्नुहुन्छ अनि कस्टमरहरू आएर पनि हाम्रो यो सञ्जाल टिकटकमा जोडिदिएर फेरि कन्ट्याक्ट गरेर पनि आउनुहुन्छ। त्यस टिकटकबाट राम्रो टिकटक भन्नुभयो हजुरले। अनि हजुरको क्याफेको सिक्रेट चाहिँ के हो त? फुड हो कि मेन्यु हो कि टेस्ट भाइ अब कि अनर नै खतरा छ? अब यस्तो छ, हाम्रो चाहिँ कस्तो छ भने एउटा त टेस्ट पनि अब सबैले आफ्नो आफ्नो राम्रो त लाग्छ तर मेरो विचारमा चाहिँ अब मेरो चाहिँ टिपिकल अलिक छुट्टै टाइपको टेस्ट छ कि कस्टमरहरूको फिडब्याक लिन्छु मैले दिनकै यो एरियामा भन्दा पनि अलिकति टेस्ट फरक चाहिँ छ। जसले पनि कम्प्लेन गर्दैन कि मिठो छ मिठो भन्नुहुन्छ, त्यही भएर ल्याएर आएको हामी। अब यो एरियामा अन्त हेर्नु मेरो पार्किङहरू पनि छ, बाइकको पार्किङ पनि छ, त्यही भएर मेरो कस्टमरहरू चाहिँ आउनुहुन्छ अनि रेगुलर पनि हुनुहुन्छ। मेरो चाहिँ टेस्ट नै हो, आफ्नो चाहिँ टेस्ट छ, त्यो भएर कस्टमरहरू चाहिँ आउनुहुन्छ।